हेलो फ्रेन्ड्स, गुड मर्निङ सबैजनालाई। र आज म एकदमै खुसी छु है, किनभने म चाहिँ आज चाहिँ मिरिक जाँदैछु मेरो घर। र चेङ्बा बस्नुहोस् ल राम्रोसँगले, चाँडै नै आउने छु। ओके। अन्त मिरिकबाट के ल्याइदिनु? योर विश। माई विश। र गाडी स्टार्ट छ, अब म चाहिँ निस्केको है। गएको ल गएको ल। हेर्दै गर्नुहोला तपाईँहरूले पनि। म मिरिकको हाल्नेछु है। अब चाहिँ घरमा पुगेको, मिरिकमा यसो घुमेको, मिरिक मार्केटहरू घुमेको ओरेको तपाईँहरूलाई म यो भिडियोको थ्रु देखाउने छु। र अब चाहिँ म कति दिनसम्मको लागि चाहिँ छोडेर जाँदैछु चेङ्बालाई। लु गएको है साथीहरू, म चाहिँ लागेको आइ बस्नुहोस् है। घर गएको हुन्छ। म चाहिँ लागेको अब यहाँ आबेनसँग लान्छु नि, यहाँ हालिदिनु न। यतैबाट खाजाहरू बाटो खाजाहरू के बोक्यो? लु बाई चेङ्बा, बाई। ल साथीहरू, म चाहिँ निस्केको अब कति दिनको लागि। रुमहरू झार्दैछ यहाँ तल हाम्रोमा। बिहानै लोड अनलोड भइसक्यो। म चाहिँ अब म नेपाल आइपुगेँ। अब म चाहिँ यहाँ तलदेखिको चढ्नुपर्छ घर जाने। र साथीहरू, म चाहिँ यहाँनिर गाडी वेट गरिरहेको छु हो, पशुपति जाने। अन्त यहीँ हो सधैँ गाडी वेट गर्ने जग्गा चाहिँ, पशुपति जाने गाडीको चाहिँ। अस्तिको पालि जाँदाखेरि त आमा र म ज्वाइँ त हुनुहुन्थेन, म र आमा यहीँ गाडी वेट गरेको थियौँ। आज चाहिँ एक्लै। अस्तिको पालि भन्दा अब धेरै भयो, पहिलाको पटकमा चाहिँ भनौँ न। अब अलिक दिन बसेर फर्किन्छु नि। हजुर होमको लागि प्रिपेयर गर्नु हुँदैछ। आप्पा चाहिँ बसिरहेको छ नानीको।
अहिले होस् अब चाङ यहाँ हाम्रो आज त देखाउँदा हुन्छ होला भाइ यहाँ चाहिँ हाम्रो नयाँ नान्नु भदाई मेरो मेरो होइन यहाँ पनि गर्दैछ गेट खुल्ला यहाँ केटी यहाँ लथालिङ छ त्यतिकै लथालिङ्गै लथालिङ्गे त्यतिकै यहाँ चाहिँ रोडी पोल्दैछ यहाँ रुबी चाङले हाल्दो रहेछ नि त आऊ रिल्स होला योबाट रिल्स यहाँ चाहिँ हाम्रो सँगले हाल्दैछ सेलरोटी यो रोटी नदेखाउनु न दामी हुन्छ होला त्यस्तो त भएको छैन तर अहिले सकल कस्तो लिने हो अहिले त अब राम्रै भइरहेछ सकल यसो हेरेर राम्रो छ हामी क्या बुद्ध जयन्तीमा रातिसम्म हाँस्दै गफ गर्दै मैले पोहोर कम त मिस गरेको होइन नि हौ तिमी थियौ न र पोहोर कहाँ थिएँ त हौ अन्त पोहोर त भर्खर गएको थिएँ कि हौ त अन्त मम्मी 6 तारिकै गएको म चाहिँ भर्खर यहाँ घिउ लगाइसकेँ र खिर चाहिँ अब अलमोस्ट रेडी भइसकेको छ यस्तो लथालिङमा क्युट भदै चाहिँ यस्तो देखेको छ है बाला लगाएर चाहिँ टिकिमलाई दिन्छ कालो है चाचा लाग्छ हेर न उयो चाचा लाको हेर्छु भनेको होइन देख्यौ चुरा देशी अब कहिले भेट हुन्छ अन्त क्युट भदै चाहिँ यस्तो देखेको छ है बाला लगाएर चाहिँ टिकिमलाई दिन्छ कालो है चाचा लाग्छ हेर न उयो चाचा लाको हेर्छु भनेको होइन देख्यौ चुरा चाहिँ हाम्रोतिर चाहिँ पानी परेर चाहिँ यस्तो भइरहेको छ है बिजोर आज भाइको नानीको न्वारानको दिन यस्तो भइरहेछ भाँडाहरू पुरा थुप्रिरहेको छ भाँडा थुप्रिरहेछ त्यतिकै पानी परिरहेको छ अन्त यहाँ भित्र नाना आमेनहरू ढेला फुटाउनु थालेपछि हामीलाई पनि ढेला फुटाउनु थाल्ने भयो भन्थ्यो अन्त एकदिन त जिल्लाबाट सल्लाह गर्नु हो त्यो त छिटो गर्छ त हामी जो बिहान छिटो होला दिवे भनेर सल्लाह गरेँ कि बिहान त्यसरी 4 बजे राति गएको छु कि कुट्टेमा गएर देख्दैन हजुर हुँदैन बिहान अन्त एक डेढ महिनादेखि लिएर यहाँसम्म चाहिँ 1.5 महिना जस्तो म त हेर्दै नै सक्छु बिहा भयो कि माइको गीत पुगिहाल्थ्यो एक दिन झन्डै भयो बिहा थियो तल के अरे उसको छोराका के गरे त्यत्रो आउनु उसको बिहा थियो अगाडिबाट बिहा
हाम्रो मङ्गजुङको आप्पा हुनुहुन्छ अहिले आइपुग्नु भएर चाहिँ खाना खानुहुँदैछ आबेनलाई खाना खानुहोस् न भनेको खानु हुँदैन अरे मङ्गजुङबाट आउनुभएको मेरो नानाहरू भाउजूहरू अलिक ढिलो आइपुग्नु भएर चाहिँ यहाँ चाहिँ मेरो क्युट भदै रिन्छेन सन्चै नानी सन्चै अन्त बाइकमा मलाई चढाउने नानी हो अस्ति नै मैले भिडियोमा हालेको थिएँ